तनहुँ सेवा समाज युए भर्सेस एभरेस्ट मोमोको गेम सुरु भइसकेको छ। राम्रो प्रयास थियो तर सफल हुन सकेन। त्यसको फाइदा एभरेस्ट मोमोलाई 1 बराबर। बीपीएस भलिबलद्वारा आयोजित सेकेन्ड समर कप 5औं स्तरीय पुरुष भलिबल प्रतियोगिताको यो तेस्रो सेल अब जसले जित्छ त्यो सेमी फाइनलमा पुग्ने खेलमा एभरेस्ट मोमो रातो उतापट्टिको पोलमा हुनुहुन्छ भने यतापट्टिको पोलमा तनहुँ सेवा समाज युएका खेलाडी साथीहरू हुनुहुन्छ। दुवै टिमका खेलाडी साथीहरू युएमा बहुचर्चित खेलाडीहरू हुनुहुन्छ। तनहुँका खेलाडी साथीहरू निरञ्जन टकुरी, निर्मल साई टकुरी, दिनेश पोखरेल, गन्नु गुरुङ, योजन तामाङ, निरज बुढाथोकी लगायतका खेलाडी हुनुहुन्छ भने उतापट्टिको टिमका हाम्रो एभरेस्ट मोमोका खेलाडी साथीहरू, हाम्रो अब्दबी पुरुषका खेलाडी साथीहरू हुनुहुन्छ। यो खेल जसले जित्छ त्यो सेमी फाइनलमा पुग्नेछ। सर्भिसमा हुनुहुन्छ बहुचर्चित मिलन चन्द ठकुरी, उत्कृष्ट सर्भिससँगै अङ्क थप्ने प्रयासमा राम्रो डिफेन्स, राम्रो फिसिङ योजन तामाङद्वारा अङ्क 3 बराबर रहेको छ। भिडियोमा साथ दिँदै हुनुहुन्छ सरोज गुरुङ। दुबईमा आएर म पहिलोचोटि भेटेको हुनुहुन्छ। नेपालमा हामी सानैबाट एकदमै साथी थियौँ। हाम्रो कति वर्षपछिको भेटौँ यो भयो होला, थुप्रो भयो, 4 दिन एकदम कम्पिटिसनमा गएको छ। हामी लगभग 15 वर्षपछि सरोज थारू प्रयास गर्दै थिए तर सफल हुन सकेन। अङ्क 5-3 एभरेस्ट मोमोलाई। बाहिरबाट विनोदन टकुरीको उत्कृष्ट फिसिङ सँगै अङ्क तनहुँलाई 4 एभरेस्ट मोमो 5। विपक्षी टिमका खेलाडीहरू अब्दुल पुलिस, एभरेस्ट मोमो बडगुडीमा खेलिराख्ने खेलाडी साथीहरू हुनुहुन्छ। बहुचर्चित बलको सङ्केत सँगै तनहुँ बराबर 5-1 एकदमै कम्पिटिसन छ गेम। बाहिरबाट राम्रो प्रयास गर्दै हुनुहुन्छ तर नेट क्रस हुन सकेन। फेरि पनि अङ्क तनहुँलाई 6-5 अङ्क भन्दै गर एङ्करिङ गर। यो सुरुङ भुजेल युट्युब च्यानलमा आउँछ किन गर। मिलन चन्द ठकुरीको उत्कृष्ट सर्ट बहुचर्चित हुनुहुन्छ। राम्रो डिफेन्स, राम्रो फेरि पनि अङ्क तनहुँ युए समाजलाई अङ्क रहेको छ 8-5। यसै गरी केही समयको ब्रेक लिइरहेको छ भने
एकछिनमा फेरि सुचारू हुनेछ। दुवै टिमका खेलाडीहरू उत्कृष्ट बहुचर्चित कलाकारहरू हुनुहुन्छ भने आजको यो म्याचमा दमदार भिडन्त हुनेछ, रमाइलो हुनेछ भन्दै अबको सर्भिस तनहुबाट ल ल ल राम्रो प्रयास तनहुको खेलाडीबाट बल उठ्न सफल। फेरि पनि अङ्क तनहुलाई र फेरि पनि अङ्क तनहुलाई जोडिरहेको छ भने 1 अङ्क र तनहुको अङ्क 5। एभरेस्ट मोमो सरी तनहु अङ्क 9 र एभरेस्ट मोमो 5 रहेको छ। राम्रो सट, राम्रो स्पाइक। 1 अङ्क फेरि पनि उता भइसकेको छ भने अङ्क रहेको छ 6-9। राम्रो प्रयास। खेल दमदार। राम्रो स्पाइक। फेरि पनि अङ्क एभरेस्ट मोमोलाई अङ्क रहेको छ 8-7, 8-9। एभरेस्ट मोमो 8 रहेको छ भने तनहुको 9 रहेको छ। फेरि मिस्टेक भएको छ भने तनहुको युवाबाट फेरि अङ्क रहेको छ एभरेस्ट मोमोलाई अङ्क बराबर 9-9 मा आएको छ। अङ्क 8-9 भएको छ। एभरेस्ट मोमो 8, दुवै तनहु समाज 9। 1 अङ्कले अग्रता लिइरहेको छ तनहुको भने फेरि पनि अङ्क राम्रै स्पाइक हान्दै तनहुको खेलाडीहरूले अङ्क बनाएको छ 10। अङ्क रहेको छ तनहु 10 र हाम्रो एभरेस्ट मोमोको 8। फेरि सर्भिस तनहुलाई। राम्रो स्पाइक, चेकआउट। एभरेस्ट मोमोद्वारा राम्रो अङ्क जोडिएको छ भने फेरि अङ्क रहेको छ 9-10। फेरि बल सर्भिस आउट गर्न पुगेको छन् भने अङ्क आएको छ तनहुलाई र फेरि पनि 1 अङ्क तनहुले जोड्दै 11 अङ्क बनाएको छ भने एभरेस्ट मोमोको 9। सर्भिसमा फेरि तनहुबाट राम्रो स्पाइक एभरेस्ट मोमोबाट फेरि 1 अङ्क जोड्न सफल एभरेस्ट मोमोबाट। अङ्क रहेको छ 10-11। एभरेस्ट 10, तनहु 11। सर्भिस भने अब एभरेस्ट मोमोबाट। राम्रो प्रयास हुँदैछ यहाँ। अङ्क खोज्नमा राम्रो प्रयास हुँदैछ भने फेरि पनि चेकआउट भएको छ खेलाडी एभरेस्ट मोमोबाट भने अङ्क तनहुलाई। तनहु अङ्क रहेको छ 12 भने एभरेस्ट मोमो 10 अङ्क र फेरि पनि अब सर्भिस तनहुबाट हुँदैछ। फेरि तनहुको युवाबाट फेरि नेट फल हुन पुगेकोले अङ्क फेरि हाम्रो एभरेस्ट मोमोलाई गएको छ भने एभरेस्ट मोमो 11, तनहु 12 अङ्क 11-12। जो गेम रमाइलो बराबरीमा चलिरहेको छ। दुवै टिम दमदार छन्।
फेरि पनि एभरेज मोमोबाट सर्भिस मिस्टेक आउट हान्न पुगेको छ भने अङ्क तनहुँलाई। तनहुँ 13 एभरेज मोमो 11। फेरि पनि भित्र बाहिर फेरि अङ्क 51 जोड्न सफल भएको छ एभरेज मोमो भने। एभरेज मोमो 12 तनहुँ 13। एक अङ्क जोड्दै फेरि तनहुँ चेक ब्लक आउट गएको छ तनहुँलाई 1 अङ्क मोमोको तर्फबाट। अङ्क रहेको छ तनहुँ 14 मोमो एभरेज मोमो 12। राम्रो सर्भिस थियो तर आउट हुन पुग्यो तनहुँबाट। फेरि अङ्क गएको छ हाम्रो एभरेज मोमोलाई। एभरेज मोमो 13 तनहुँ 14। राम्रो ब्लक राम्रो फेरि पनि आउट हान्न पुगेका छन् भने एकछिन रेफ्री डिस्कसन हुँदैछ भने। र अङ्क फेरि दिएको छ एभरेज मोमोलाई भने। अङ्क बराबरीमा आएको छ 14-14 तनहुँ 14 एभरेज मोमो 14। फेरि अङ्क जोड्दै तनहुँ अब सेट चेन्ज भएको छ। तनहुँका खेलाडीहरूले फेरि 1 अङ्क जोड्नु भएको छ भने अङ्क रहेको छ 15-14। केही कुरा डिस्कसन भइरहेको छ यहाँ। ल सर्भिस तनहुँबाट। राम्रो स्पाइक एभरेज मोमोद्वारा भने अङ्क फेरि बराबरीमा रहेको छ 15-15। राम्रो क्विक तनहुँको खेलाडीबाट भने अङ्क फेरि 1 अङ्क जोड्न सफल। अङ्क रहेको छ 16-15। सर्भिसमा अब तनहुँको युवाबाट। फेरि पनि चेकआउट भएको छ। चेकआउट अङ्क गएको छ एभरेज मोमोलाई भने। अङ्क रहेको छ 16 बराबरीमा। राम्रो स्पाइक 1 घन्टा जोड्न सफल। फेरि तनहुँको खेलाडीबाट फेरि 1 अङ्क जोड्न सफल भने अङ्क रहेको छ 17-16। राम्रो क्विक स्पाइक हान्नुभएको छ हाम्रो खेलाडी एभरेज मोमोबाट। अङ्क फेरि बराबरीमा। खेल दमदार गइरहेको छ भने खेल बराबरीको गेममा गइरहेको छ। दुवै टिमका खेलाडीहरू उत्कृष्ट हुनुहुन्छ। विशेष नेट कट्न सफल भएन बल। अङ्क गएको छ एभरेज मोमोलाई 1 अग्रता लिँदै। एभरेज मोमो 18 तनहुँ 17।
फेरि पनि अङ्क एभरेज मोमोलाई रिसिभ लिन नसकेको कारणले गर्दा गलत रिसिभ भएको छ हाम्रो तनहुको खेलाडीबाट भने अङ्क गएको छ एभरेज मोमोलाई 2 अङ्कले अग्रता लिँदै एभरेज मोमो 19 तनहु 17। छोटो समयको ब्रेक लिँदै खेलाडीहरू खेलाडी परिवर्तन गर्ने सोचिरहेको छ भने तनहुबाट खेलाडी परिवर्तन अब केही हुने आशा गर्दै फेरि पनि गेममा तनहुको खेलाडीहरूबाट राम्रो ब्लक तनहुका खेलाडीबाट भने 1 अङ्क फेरि पनि तनहुलाई गएको छ अङ्क रहेको छ 18-19। एभरेस्ट मोमो 19 तनहु 18। राम्रो ब्लक तनहु सेवाबाट राम्रो ब्लक भएको छ भने 1 अङ्क फेरि तनहुलाई अङ्क बराबरीमा आएको छ 19-19। दुवै खेलाडीहरू जोसिला छन् दुवै खेलका खेलाडीहरू ल फेरि पनि नेट फल गर्न पुगेका छन् हाम्रा एभरेज मोमोका खेलाडीले भने अङ्क रोपिएको छ फेरि तनहुलाई तनहु सेवा समाज युलाई भने अङ्क रहेको छ 20-19। अब फेरि पनि 1 अङ्कले अग्रता लिँदै तनहु राम्रो स्पाइक हान्दै एभरेज मोमोबाट फेरि 1 अङ्क थपिँदै अङ्क बराबरीमा अङ्क रहेको छ 20-20। भने 1 अङ्क जोड्न सफल अङ्क रहेको छ 21-20। खेलाडीहरू दुवै टिमका प्रख्यात खेलाडीहरू हुनुहुन्छ भने अङ्क जोड्नमा प्रयास गर्दै हुनुहुन्छ दुवै टिमका खेलाडीहरू। फेरि पनि अङ्क एभरेज मोमोलाई गएको छ राम्रो स्पाइक हान्दै अङ्क फेरि पनि बराबरीमा गरिरहेको छ 21-21। गेम बराबरीमा गइरहेको छ भने दुवै टिमका खेलाडीहरू उत्कृष्टहरू छन्। फेरि पनि अङ्क तनहुलाई खेल रमाइलो छ हेर्न लागेको छ टक्करको गेम छ भने अङ्क फेरि गएको छ तनहु सेवालाई 22-21। राम्रो सर्भिस भने फेरि पनि सर्भिस ब्याकलाई रिटर्न फर्काएको छ तनहुको युवाले तनहुका खेलाडीहरूले तनहु सेवाले भने अङ्क रहेको छ 23-21। फेरि पनि अब 2 अङ्कले अग्रता लिँदैछन् तनहु सेवा भने अङ्क पछ्याउँदै हुनुहुन्छ हाम्रो एभरेज मोमोका खेलाडीहरू। छोटो समयको ब्रेक दुवै टिमका खेलाडीहरू उत्कृष्ट हुनुहुन्छ दुवैजना टिमका खेलाडीहरू प्रख्यात नाम चलेका खेलाडीहरू हुनुहुन्छ भने गेम हेर्ने लायक रमाइलो छ बराबरीमा गइरहेको छ भनौँ अहिलेसम्म।
फेरि पनि एउटा खेलाडी चेन्ज भएको छ तनहुबाट भने सर्भिस नेटमा लाग्यो तर बल भने उतै मोमोतिर खस्यो। अङ्कहरू फेरि गएको छ हाम्रो तनहुलाई। अग्रता लिँदै तनहुले तनहु अङ्क 24 एभरेस्ट मोमो 21। ल पहिलो सेट सकिएको छ। यसै लगत्तै तनहु सेवाले पहिलो सेट हात पारेको छ भने अब दोस्रो खेलमा हेर्नुपर्छ कसले हात पार्छ भन्ने कुरा। अब दुवै टिमका खेलाडीहरू उत्कृष्ट त छन् नै तर साथ भने अब त्यस्तै हो, कहिले यता कहिले उता खेम भनेको हार जित भइराखिन्छ। अब भन्न सकिँदैन दुवै टिमका खेलाडीहरू राम्रो छ र दोस्रो सेटमा फेरि एभरेस्ट मोमोले पनि हात पार्ला भन्ने आशा राख्दछु किनकि दुवै टिमका खेलाडीहरू राम्रा छन्। र पहिलो हाफ सकिएको छ। पहिलो सेट गएको छ हाम्रो तनहु सेवालाई। फेरि पनि दोस्रो सेट सुरु हुन गइरहेको छ। खरै पहिलो सेट तमु सेवा समाजले हात पारेको छ भने अब दोस्रो सेट रोङकोले हात पार्नेछन्। दुवै टिम उत्कृष्ट नै छन्। दोस्रो सेटको सर्भिस तनहुबाट पहिलो सर्भिस सट राम्रै थियो तर नेट काट्न असफल भएको छ। एभरेस्ट मोमोबाट अङ्क भने तनहुलाई गएको छ 1-0। फेरि पनि सर्भिस हाम्रो तनहु सेवाबाट। राम्रो स्पाइक तर राम्रो ब्लक पनि थियो भन्नुपर्दा ब्लक आउट गएको छ। अङ्क फेरि गएको छ एभरेस्ट मोमोलाई। अङ्क रहेको छ बराबर 1-1। राम्रो सट अङ्क फेरि गएको छ तनहु सेवालाई। अङ्क रहेको छ तनहु 2 एभरेस्ट 1। फेरि पनि नेट कट्न असफल भएको छ एभरेस्ट मोमोको खेलाडीबाट भने अङ्क गएको छ तनहु सेवालाई। अङ्क रहेको छ 3-1। राम्रो फिसिङ रहेको छ तनहु सेवाका खेलाडीबाट पनि। अङ्क फेरि जोडिएको छ तनहुलाई। अङ्क रहेको छ 4-1। 3 नम्बरको अग्रता लिँदै तनहु सेवा। राम्रो प्रयास थियो ब्लक तर ब्लक आउट हुन पुगेको छ। नम्बर गएको छ यसै गरी एभरेस्ट मोमोलाई। अङ्क रहेको छ
2-4 अझै पनि 2 अग्रता लिँदैछन् तनहुँ सेवाका खेलाडीहरूले भने अङ्क पछ्याउँदै एभरेस्ट मोमोका खेलाडीहरू। यसै गरी फेरि अङ्क जोडिएको छ। एभरेस्ट मोमोलाई 1 अङ्क भने फेरि अङ्क पछ्याउँदै 3-4। बल भने आउट हुन पुगेको छ। सर्भिस आउट पुगेको छ भने अङ्क जोडेको छ तनहुँलाई। अङ्क रहेको छ 5-3। फेरि पनि अङ्क जोड्दै तनहुँ सेवाका खेलाडीहरू भने अङ्क रहेको छ 6-3। 3 नम्बरको अग्रता लिँदै फेरि पनि तनहुँ सेवाका खेलाडीहरू अङ्क पछ्याउँदै फेरि पनि राम्रो सर्भिस, राम्रो उत्कृष्ट सर्भिस तनहुँ सेवाबाट भने अङ्क फेरि तनहुँ सेवालाई नै गइरहेको छ। अङ्क रहेको छ 7-3। राम्रो प्रयास थियो तर असफल भएको छ। केही छैन, फेरि पनि अङ्क अब एभरेस्ट मोमोलाई थपिएको छ भने अङ्क रहेको छ 4-7। तनहुँ सेवालाई सर्ट हान्न त खोजेको थियो तर राम्रै लागेको थियो। अन्तिममा गएर नेट क्रस हुन सकिएन। यसै गरी अङ्क रहेको छ 8-4। तनहुँ सेवा 8, एभरेस्ट मोमो 4। फेरि पनि नेट गर्न असफल। एभरेस्ट मोमोद्वारा यसमा एभरेस्ट मोमो खेलाडीद्वारा अङ्क रहेको छ एभरेस्ट मोमो 4, तनहुँ सेवा 9। केही छोटो समयको ब्रेक खेलाडीहरूलाई खेलाडीहरू फेरि मैदानमा उत्रिसक्नु भएको छ। सर्भिस तनहुँ सेवाबाट। फेरि पनि स्पाइक आउट हुन पुगेको छ एभरेस्ट मोमोबाट भन्ने अङ्क थपिएको छ तनहुँ सेवालाई। अङ्क रहेको छ 10-4। यसै गरी यो खेल तनहुँ सेवाको हातमा भयो भने फाइनलमा पुग्नेछ भन्दै सर्भिस सुरु तनहुँबाट। राम्रो स्पाइक एभरेस्ट मोमोबाट फेरि अङ्क जोड्न सफल एभरेस्ट मोमोलाई। अङ्क रहेको छ 5-10। एभरेस्ट मोमो 5, तनहुँ सेवा 10। अङ्क पछ्याउँदै एभरेस्ट मोमो खेलाडीहरू राम्रो फिसिङ थियो। फेरि पनि अङ्क गएको छ एभरेस्ट मोमोलाई। अङ्क पछ्याउँदै एभरेस्ट मोमोका खेलाडीहरू अङ्क रहेको छ तनहुँ सेवा 10। राम्रो फिसिङ तर नेट फल हुन पुगेको छ तनहुँ सेवाबाट। अङ्क भने जोडिएको छ एभरेस्ट मोमोलाई। फेरि अङ्क रहेको छ 7, तनहुँ 10।
अङ्क पछ्याउँदै एभरेस्ट मोमोका खेलाडीहरू तर सर्भिस कट्न सकेको छैन। असफल सर्भिस कटाउनलाई फेरि 1 नम्बर थप यता तनहुँलाई जोडिनु भएको छ भने अङ्क रहेको छ 11-7। राम्रो सर्भिस एभरेस्ट मोमोका खेलाडीहरूले बल भ्यू पाउन सक्नु भएको छैन भने अङ्क आएको छ तनहुँ सेवालाई। अङ्क रहेको छ 12-7। राम्रो ब्लक बल उठ्ने प्रयास गर्दै हुनुहुन्छ एभरेस्ट मोमो खेलाडीहरू। राम्रो प्रयास फेरि पनि अङ्क जोडिएको छ तनहुँ सेवालाई। तनहुँ सेवा अङ्क रहेको छ 13, एभरेस्ट मोमो 7। फेरि पनि अङ्क थपिन गएको छ तनहुँ सेवालाई। 1 अङ्क तनहुँ सेवा 14, एभरेस्ट मोमो 7। फेरि पनि खेलाडीहरूको छोटो मिठो ब्रेक। दुवै टिमका कोचद्वाराबाट सल्लाह सुझाव भइरहेको छ। फेरि पनि खेलाडीहरू मैदानमा। राम्रो स्पाइक एभरेस्ट मोमोबाट 1 अङ्क जोड्न सफल। अङ्क रहेको छ 14-8। तनहुँ 14, एभरेस्ट मोमो 8। फेरि पनि ब्लक आउट भएको छ एभरेस्ट मोमोको तर्फबाट भने अङ्क गएको छ तनहुँलाई। 1 अङ्क फेरि पनि तनहुँलाई। तनहुँ 15, एभरेस्ट मोमो 8। यो एभरेस्ट मोमोलाई क्वार्टर फाइनलको यो सेट एकदम महत्त्वपूर्ण छ। सर्भिस गर्दै तनहुँ सेवा समाजका जर्सी नम्बर 10 का गोलु गुरुङ। राम्रो सर्भिस, राम्रो ब्लक राम्रो ब्लक आउट हुन पुगेको छ तनहुँका खेलाडीबाट भने अङ्क थपिएको छ एभरेस्ट मोमोलाई। ल रेफ्रीको डिसिजनद्वारा नम्बर भएको छ तनहुँलाई भने 1 अङ्क फेरि तनहुँबाट जोडिएको छ। अङ्क रहेको छ 16-8। राम्रो ब्लक तनहुँको खेलाडीबाट भने फेरि पनि अङ्क तनहुँलाई। फेरि पनि 1 अङ्कमा जोड्न सफल तनहुँ सेवाको यहीबाट भने अङ्क रहेको छ 17-8। तनहुँ सेवा 17,
एभरेज मोमो 8 राम्रो स्पाइक एभरेज मोमोद्वारा 1 अङ्क जोड्न सफल एभरेस्ट मोमोको खातामा 1 नम्बर अङ्क रहेको छ 9-17 एभरेज मोमो 9 तनहुँ सेवा 17 सर्भिस गर्दै एभरेस्ट मोमोका खेलाडी साथी राम्रो प्रयास बल फेरि फिर्ता गरेको छ सट राम्रो थियो तर नेट गर्न सफल भएन भने 1 अङ्क फेरि जोडिएको छ तनहुँ 17 एभरेस्ट मोमोको एभरेज मोमोलाई राम्रो प्रस्तुतिसँगै 1 नम्बर ल्याउन अङ्क रहेको छ 10-17 एभरेज मोमो 10 तनहुँ सेवा 17 राम्रो स्पाइक तनहुँ सेवाबाट फेरि पनि 1 अङ्क जोड्न सफल तनहुँ सेवा 18 एभरेज मोमो 10 8 नम्बरको अङ्क लिँदै तनहुँ सेवा फेरि 1 अङ्क थपिएको छ एभरेस्ट मोमोको एभरेज मोमोलाई अङ्क रहेको छ एभरेज मोमो 11 तनहुँ सेवा 18 फेरि पनि स्पाइक मिस्टेक गरेको छ तनहुँ सेवाका खेलाडीले भने अङ्क थपेको छ एभरेज मोमोलाई अङ्क रहेको छ एभरेज मोमो 12 तनहुँ सेवा 18 बाहिर भयो क्या राम्रो प्रयास थियो मिसकम्युनिकेसन दुईजना खेलाडीबाट तनहुँका अङ्क फेरि थपिन सफल भएको छ एभरेज मोमोलाई एभरेज मोमो 13 तनहुँ सेवा 18 फेरि पनि टाइम आउट छोटो समयको ब्रेक तनहुँ अझै पनि 5 नम्बरले अगाडि छ यो सेटमा अझै पनि तनहुँ सेवा 5 नम्बरको अग्रता लिँदैछन् भने 13 नम्बर लिँदै अङ्क पछ्याउँदै हुनुहुन्छ एभरेज मोमोका खेलाडीहरू जितिसकेको अवस्था छ भने एभरेस्ट मोमोको खातामा एउटा पनि सेट हात पार्न सकेको छैन अहिलेको खेलमा भने यो महत्त्वपूर्ण खेल रहनेछ क्वार्टर फाइनलको खेल स्कोर 30-18 राम्रो स्पाइक ब्लक आउट हुन पुगेको छ एभरेज मोमोबाट अङ्क फेरि थपिँदै तनहुँ सेवालाई तनहुँ सेवा 19 एभरेज मोमो 13 चलेको फेरि पनि अङ्क आउट पुगेको छ सट आउट पुगेको छ भने अङ्क जोड्न सफल भएको छ फेरि तनहुँलाई तनहुँ 20 एभरेज मोमो 13 राम्रो ब्लक तनहुँको युवाबाट खेलाडी फेरि पनि अङ्क जोड्न सफल भएको छ तनहुँ सेवा अङ्क रहेको छ तनहुँ सेवा 21 एभरेज मोमो 13 यो दोस्रो खेल चलिरहेको छ भने नम्बर लिँदै हुनुहुन्छ हाम्रो तनहुँ सेवाका खेलाडीहरू सर्भिस गर्ने तनहुँ सेवा समाज युवाका दक्षिण पक्षका खेलाडी तनहुँ 21 एभरेज मोमो 13 कृपया संसेवकज्यू बललाई निरन्तरमा ल्याइदिनुहोला
फेरि पनि नेट टच भएको छ तनहुका खेलाडीबाट भने अङ्क एभरेज मोमोलाई अङ्क रहेको छ एभरेज मोमो 14 तनहु सेवा 21 7 नम्बरको अग्रता लिँदै तनहु सेवाका खेलाडीहरू भने फेरि पनि अङ्क रहेको छ तनहु सेवालाई र फेरि पनि तनहु सेवाका अङ्क छन् 22 एभरेज मोमो 14 राम्रो स्पाइक एभरेज मोमोका खेलाडीबाट 1 अङ्क जोड्न सफल फेरि 1 अङ्क एभरेज मोमो 15 तनहु सेवा 22 ओहो राम्रो प्रयास थियो 1 अङ्क जोड्न सफल एभरेज मोमो अङ्क रहेको छ एभरेज मोमो 16 तनहु सेवा 22 राम्रो ब्लक रहेको छ एभरेज मोमोद्वारा 1 अङ्क फेरि जोड्न सफल भएको छ एभरेज मोमो 17 तनहु सेवा 22 राम्रो अङ्क जोड्दै राम्रो अङ्क तनहु सेवाका खेलाडीले अङ्क रहेको छ खेलाडीलाई 1 अङ्क फेरि पनि अङ्क रहेको छ 23-17 तनहु सेवाका लागि यो अन्तिम नम्बर फेरि पनि अङ्क तनहुलाई गएको छ भने यसै गरी अब 1 अङ्क चाहिएको छ तनहु सेवालाई अङ्क रहेको छ तनहु सेवा 24 एभरेज मोमो 17 फेरि पनि राम्रो यसै गरी 2 सेटको समाप्ति भएको छ दुवै सेट तनहु सेवाले हात पारेको छ भने तनहु सेवा फाइनलमा पुगेको छ फाइनलमा यसै गरी तनहु सेवा खेलाडीहरूलाई बधाई सेमी फाइनलमा प्रवेश गरिएको छ तनहु सेवा समाज फाइनल भनेको फाइनल रहेछ सेमी फाइनल